एउटा कुनै पार्टी उभिराख्दा संसद अवरुद्ध हुने, अर्को पार्टी यहाँ रोस्टममा वेलमा नाराबाजी गर्दा संसद अवरुद्ध नहुने म परिभाषा खोजिरहेको छु सभामुखज्यू। माननीय सदस्य विषय केन्द्रित आफ्नो अभिव्यक्ति दिनु होला। हो यहाँ नाराबाजीको बीचमा मैले के बोल्ने भन्ने प्रश्न गरिरहेको छु। माननीय सदस्य आफ्नो विषय केन्द्रित गर्नुहोस्। तपाईलाई 5 मिनेट समय दिएको छ, 3 मिनेट गइसक्यो। मलाई बोल्ने वातावरण दिनु सभामुखज्यू। म बजेटमा बोल्न चाहन्छु। वक्ता माननीय सदस्य यहाँको विषय केमा बोलिरहनु भएको छ? हो त्यहाँ सभामुखज्यू आज यो वातावरण छलफलको लागि छैन। मैले के गर्ने त? मैले कुन माननीय सदस्य विषयमा केन्द्रित भएर बोल्नको लागि म निर्देश गर्दछु। म सम्माननीय सभामुखजीसँग सोध्न चाहन्छु, अवरुद्ध संसद अवरुद्ध कुन अवस्थामा भन्छन्? बजेटमा छलफल गर्न चाहन्छु। देशको बजेट बिचौलियालाई खुसी पार्ने खालको छ। बिचौलियाले उत्सव मनाइरहेको छ। नेताहरूको घर घरमा भोज भतेर गर्दै हिँडेका छन्। नेपाली जनता चिन्तित छ, नेपाली जनता निराश छ। यो बजेट कसको लागि आएको हो? सायद यसैलाई गुमराह बनाउन, यसैलाई ओझेल बनाउन, छलफललाई दूषित गरिरहेको छैन भन्ने प्रश्न आउँछ। हामी चाहन्छौँ नेपाली जनताले सबै कुरा बुझोस्। हडबडीको बिहा कनपट्टीमा सेन्दुर, हडबडीको बिहा कनपट्टीमा सेन्दुर जस्तै यो सरकारले गराउन खोजेको हो भने जस्तो लाग्छ। आज चौथो र पाँचौं दलहरू विरोध गरिराख्दा आज सभामुखजी जसरी गरिराख्नु भएको छ, पहिला पनि संसदमा नाराबाजी हुन्थ्यो, संसद चल्थ्यो, तर छोटो समयको लागि हुन्थ्यो। आज एउटा नयाँ रेकर्ड कायम भयो। सरकार 2/3 छ भने के सांसद शान्त गर्न सक्दैन? 2/3 भनेको अङ्क हो कि 2/3 भनेको परिणाम हो? आज सरकार 2/3 भन्ने, सबभन्दा शक्तिशाली सरकार भन्ने, तर संसदको यस्तो वातावरणमा छलफल गर्नुपर्ने। एउटा स्वतन्त्र निकाय जो अख्तियार अनुसन्धान आयोग हो, त्यसले अनुसन्धान गर्छ र त्यो सबै कुरा मिडियामा आउँछ। मलाई देखाउनुहोस्। त्यो काङ्ग्रेसलाई पनि थाहा छ कि मेरो लडाई भोलि एमालेसँग छ, एमालेवालाले पनि थाहा छ कि भोलिको लडाई मेरो काङ्ग्रेससँग छ। दुनियाँलाई थाहा छ कि नेपालको पैसा विदेशमा छ, नेपालको कालो धनहरू विदेशमा छन्। त्यो बवालमा जनतालाई के हामी सूचना दिन खोजिरहेछौँ? सम्मानीय सभामुख महोदय, यो संसदमा कुनै अमुक पार्टीले आफ्नो सिटमा उभिँदैमा संसद अवरुद्ध हुने, संसद स्थगित हुने र अर्को पार्टी वेलमै नाराबाजी गरिराख्दा संसद अवरुद्ध नहुने, यो कस्तो विभेद हो म जान्न चाहन्छु। सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, सबैको साझा हुनुपर्छ। तर आज सभामुखको यो व्यवहार हेर्दा मलाई आश्चर्य लागेको छ। म दुखित पनि छु। एउटा सांसद, सबै सांसद बराबर हुन्, सबै दलहरू बराबर हुन्। आज चौथो र पाँचौं दलहरू विरोध गरिराख्दा आज सभामुखजी जसरी गरिराख्नु भएको छ, पहिला पनि संसदमा नाराबाजी हुन्थ्यो, संसद चल्थ्यो, तर छोटो समयको लागि हुन्थ्यो।